नमस्कार के छ खबर बुवाको नयाँ सुनाउनु हाम्रो त यस्तै हो बसी बसाइ बच्चा पढाउने लेखाउने घुमाउने होइन आउने हो अब तपाईँहरू अर्जुन सरले भनिहाल्नु ऊ यता पनि फलिफाप उता पनि फलिफाप हाम्रो त छैन हामी त यत्तिकै लखा डुल्ने हो हामी पनि त्यस्तै छ खोले मात्रै हो त्यस्तै अब यसै अहिले चर्चामा आएको यो कुरा सुनिरहनु भएको छ सुकुम्बासीको विषयमा अहिलेको किताबहरू मात्रै फेरि छैन ठन्डा जान्छ के छ सुकुम्बासीको विषयमा तपाईँहरू के सोच्नु भएको छ के सोच्नु भएको छ त सुकुम्बासी अब यस्तो छ एक कठा हुनेलाई पनि अब त्यो हुकुमबासी भयो अरे अब त्यसले के खान्छ कोनी एक कठा नेपाल सरकारले यो अहिले गरेको हो बालन सरकारले जुन किसिमको एउटा किसिमको अवस्थामा अहिले फायर खोलेको छ नि यो फर्स्ट फायर खोलेको त राम्रै हो यो हुकुमवासीहरूले तपाईँलाई यो कब्जा नगरेको भए यो सुकुम्बासीले फायर खोल्ने थियो यसरी बालन सरकार अरू सुकुम्बासीलाई त्यो क्षति हुँदैन अब हुकुमवासीले राज गर्यो त्यस पछाडि यसलाई फायर खोल्ने बेलामा धेरै अधिकार सुकुम्बासी पऱ्यो अब मान्छेलाई त्रसित के छ भने गाउँमा पनि आउँछ कि होइन गाउँमा यत्रो बसिरहेको छ अधिकांश हेर्नु नि त भूगोलमा सबै त गरिबै जनता छ त विगत 50 वर्ष अगाडि बसेको मान्छे अहिले पनि नापी सर्वेमा छुटेको छ त्यति बेला धनी मान्छेले पैसा थियो उसले नापी सर्वे नक्सा पास गराए लाल पूजा बनाए त्यति बेला पनि गरिब मान्छे थियो कि यहाँ त्यति बेला नि गऱ्यो त्यति बेला मात्र तिर्न सक्दैन थियो अनि छुट गरायो अब ती मान्छे बसिराख्दाखेरि त्यसलाई पनि उठी पास गराउनु त नेपाल सरकारले अहिले जो सरकारले बालन सरकारले एकदम सूक्ष्म अनुसन्धान गर्नुपर्छ फायर खोलेको राम्रै हो अब अधिकांश मान्छे अतिक्रमण गर्न सक्दैन खेलाउनु पर्यो अब त अतिक्रमण गर्न सक्दैन जाँदैन होइन जति अतिक्रमित छ त्यसलाई विशेष सूक्ष्म ढङ्गले अनुसन्धान गर्ने र को हो त होइन पीडित होइन सुकुम्बासी मुख्य सुकुम्बासी को हो है अनि कुन सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्छ उसको घोडेर एउटा नम्बर अलिकति छ पहाड भित्र एउटा नम्बर किनेछ अनि त्यसको त गोर्खाने ऐलानी छ अब त्यसलाई उठाउने त हो त्यसको लागि उठाउनु मिल्दैन गरिब जनता त अधिकांश पहाडी भूगोलमा थुप्रै मान्छे अहिले सबै सुकुम्बासी हो किनभने त्यति बेला गरिबै थिए पैसै थिएन धनी मान्छेले नक्सा लाल पूजा बनाए होइन गरिब मान्छेले सकिएन म तिर्न सक्दिनँ म अहिले जोड्नु भन्नु जोडेको त्यस्ता मान्छेलाई दुःख दिएर हुन्छ त त्यस्तालाई त सरकारले छानी कति वर्षदेखि बस्नु भएको हो तपाईँ कुन सम्पत्ति बस्नु भएको छ तपाईँलाई लाल पूजा छुट्यो ल यो मानामा लाल पूजा लिनुहोस् भनेर सरकार अब त्यहाँबाट जानु पर्यो हो एक किसिमको फायर खोलेको थियो अब गर्नुहुन्न अब रोक्नुपर्छ अब सबैको ध्यान अब लिपु लेक उतातिर जानुपर्छ राष्ट्रिय राजनीति त्यतातिर गयो हामी एक चरण आक्रमण गरौँ त्यतातिर जे होस् हाम्रो लिपु लेक लिम्पिया दिउरा यतातिर हामी ल्याइसके पछाडि अब यसरी देश बढ्छ केही मान्छेलाई त अप्ठ्यारो हुन्छ नै तर देशलाई नयाँ ढङ्ग बनाउनको लागि केही भत्काउने र नयाँ बनाउने हो नि अब व्यवस्था चेन्ज भयो कि हाम्रो देशमा अवस्था जस्ताको त्यस्तै थियो अवस्था परिवर्तनको निमित्त बालन सरकार केही तरिकाले आफ्नो तरिकाले अगाडि बढाएको छ जनताले ल गढी खा तिमीले पनि बनाउँछौ भनेर दिएको फोटो सबैले यो म्यान्डेटलाई मानिदिनु पर्यो विरोधै गरेर हुन्न विरोधको नाममा विरोध गर्ने त्यसपछि गरेको हुन्न केही राजनीतिक दलका केही अब मान्छेहरूले विरोध गर्ने भयो तर नर्मल पब्लिकहरूले खासै विरोध गर्दैन तर केही ठाउँमा पीडा त हुन्छ दुःख त लाग्छ नि नयाँ सरकार बनिराख्दा के अगाडि बढ्दा होइन अप्ठ्यारो त हुन्छ नि तर कतिपय अप्ठ्यारोमा अब यो खतमै भनेर राम्रो नराम्रो हुँदै जान्छ तर हामीले हेर्नु पनि पर्छ कि अहिले एकदम छोटो समय कति नै भयो जम्मा 2 महिना कार्यकाल सरकारको बित्दा त यो छ अनि यो रफ्तारमा अगाडि पनि सरकारले त कहाँ गर्ने न हो जे होस् व्यवस्था चेन्ज भयो अवस्था पनि अब चेन्ज हुन्छ तर के भने ठुल्ठुला मन्त्रीहरूलाई त थर्काइदिएछ धेरै राम्रो यो देश त बुढिस प्रधानमन्त्री जस्तो लाग्छ नि थर्काइरहेको छ कसैले थर्काउन सकेको थिएन कुनै पार्टीले अहिले चाहिँ रुक्क पारेको छ केपीहरू यो लिपोलीको विषयमा पनि हाम्रो सीमा अतिक्रमित भएको छ भविष्य चाहिँ हेर्दैन आखिर त्यो लालबुझे बाँधे है यस्तो पनि हुन्थेन होला कहाँ हुन्थ्यो त अहिले ७० पनि धक्का लाग्यो हो तर सरकारको वरिपरि अहिले पनि मैले भने यो नयाँ सरकार हुन्छ उसको वरिपरि पनि मान्छे बुद्धिजीवी हुनुपर्छ राम्रो सल्लाह दिनुपर्छ 10 चोटि नाप्ने एकचोटि छाँट्ने गर्नुपर्छ एकैचोटि कसैले भनेको उसको हातको भरमा अनि दुःख दिन पाइँदैन जनतालाई त दुःख दिनै पाइँदैन समस्या आउँछ तर हल गर्ने प्रयत्न सरकारले जानुपर्छ किनभने सम्पत्ति राज्यको भयो अनि जनता कसको भयो पाकिस्तानको हो नि त जनता अमेरिकाको जनता भयो जनता पनि नेपालकै हो नि अनि त्यो नेपाली जनतालाई तपाईँले व्यवस्था गर्नुपर्छ पर्दैन सरकारले त्यसमा त्यतातिर ध्यान दिनुपर्छ यो भयो भने यो सरकार 20 वर्ष होइन 30 वर्ष जान्छ सरकारले पब्लिक मान्छे गरिबलाई जनतालाई होइन मुठ्ठीभर जनता बाहेक जनतालाई दुःख दिन थाल्यो भने फेरि सरकारलाई पनि गाह्रो पनि छ चुनौती पनि छ